सबभन्दा पहिला यहाँ प्रुफ हेर्नुहोस्, युआर युट्युब पार्टनर प्रोग्राम भन्नाले हाम्रो फेरि पनि एकजना अर्को न्यू क्रिएटर्सको च्यानल मोनिटाइज भएर आइसकेको छ। तपाईँले लाइभ प्रुफ हेर्न सक्नुहुन्छ। भर्खरै मात्र उहाँको च्यानल मोनिटाइज भएको छ। अब म आफ्नो मोबाइलको स्क्रिन रेकर्डिङ अन गर्छु हैन। यतापट्टि तपाईँले हेरिराख्नु भएको होला र यो भर्खर मात्र रिसेन्टमा हामीले जुन च्यानलमा वाच टाइम कम्प्लिट गऱ्यौँ र वाच टाइम कम्प्लिट भइसके पछाडि फाइनली उहाँको च्यानल पनि फुल्ली मोनिटाइज भइसकेको छ। यहाँ तपाईँले हेरिराख्नु भएको होला, राइडर अभिषेक उहाँको च्यानलको नेम छ। यहाँ तपाईँ हेर्नुहोस् है, लास्ट 28 डेजको समरी छ। भ्युज 62.0 भन्नाले 62,60,000 भन्दा माथि भ्युज छ। 9.6K 4,000 घण्टा वाच टाइम हुनुपर्नेमा उहाँको 9,000 प्लस घण्टाको वाच टाइम कम्प्लिट छ र प्लस 442 सब्सक्राइबर पनि इन्क्रिज भएको छ। तपाईँले हेर्न सक्नुहुन्छ र एस्टिमेटेड रेभेन्यू डलरको साइन पनि आइसकेको छ र अझै पनि उहाँको केही मोनिटाइज भइसके पनि केही सेटिङहरू बाँकी नै छ। म तपाईँलाई यहाँ लाइभ प्रुफ गरेर देखाउँछु र त्योभन्दा पहिला म तपाईँलाई एनालाइटिक्समा क्लिक गर्छु र उहाँको म फर्स्ट टाइम यहाँ तपाईँलाई देखाइदिन्छु है। यहाँ जम्मा हेर्नुहोस्, 60,000 भ्युज 28 दिनमा, 9.6K वाच टाइम है। एक दिनको मात्र तपाईँले ग्राफ हेर्न सक्नुहुन्छ। 6 मे 2026 को है, यहाँ 9,415 घण्टाको वाच टाइम कम्प्लिट भएको छ। जम्मा एउटा भिडियो बापत है, सरी है, एक दिनमा मात्र यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। सो अब म यहाँ कन्टेन्टमा क्लिक गर्छु। हामीले उहाँको कुन कुन भिडियोमा कसरी वाच टाइम कम्प्लिट गरेर छौँ म त्यो पनि तपाईँलाई सो गर्छु। यहाँ हेर्नुहोस्, उहाँको नर्मली भ्युज है 22 घण्टा पहिला हाल्नु भएको छ, 41, 60, 56 होइन, ठिकठाक भ्युज छ। तर जम्मा यो दुईवटा भिडियोमा हेर्नु, 16 मिनट 40 सेकेन्ड वाला भिडियोमा अनि एउटा 16 मिनट वाला भिडियोमा, एउटामा 46K अर्कोमा 14K भन्नाले 46,000 अनि 14,000 जम्मा दुईवटा भिडियोमा उहाँको 9,000 घण्टा प्लसको वाच टाइम आएको छ। सबभन्दा पहिला म त यहाँ 14,000 वाला भिडियोमा क्लिक गरेँ र यहाँ तपाईँले हेर्नुहोस् है, जम्मा 16 मिनट 40 सेकेन्डको उहाँको भिडियो छ र यहाँ हेर्नुहोस् भिडियो ऱ्याङ्किङ भ्युज 14,400 भन्दा माथि भ्युज छ है। सिटिआर हेर्नुहोस्, क्लिक थ्रु रेट 9.6% र एभरेज भ्यू ड्युरेसन। सबभन्दा मेन कुरा यहाँबाट आउँछ कि तपाईँको यो जति पनि भ्युजहरू छ, वाच टाइमहरू छ, कसरी कम्प्लिट भयो त। 16 मिनट 40 सेकेन्डको भिडियोलाई मान्छेले 10 मिनट 58 सेकेन्ड भन्नाले 11 मिनटको हाराहारीमा हेरेको छ। त्यही भएर उहाँको कम भ्युजमा धेरै वाच टाइम कम्प्लिट भइसकेको छ। यसमा मैले क्लिक गरेँ र जति पनि भ्युजहरू छ सबै हेर्नुहोस्, यहाँ रियल अर्थेन्टिक र अर्ग्यानिकहरू छ। टप ट्राफिक सोर्स युट्युब रिकमेन्डेसनबाट आएको छ, युट्युब सर्चबाट आएको छ, अदर युट्युब फिचर्सबाट, डाइरेक्टबाट अनि अदरबाट गरेर सबभन्दा बेसी भनेको तपाईँको युट्युब सर्च र युट्युब रिकमेन्डेसनबाट यो भ्युज आएको छ। यो 14,000 वालामा 2.6K भन्नाले 2600 घण्टाभन्दा माथिको वाच टाइम कम्प्लिट छ। अर्कोमा म तपाईँले यहाँ ब्याक गरेर 46,000 वालाको पनि क्लिक गरेर देखाउँछु। ओके, यहाँ हेर्नुहोस्, 46,000 वाला भिडियोमा मैले क्लिक गरेँ है। यहाँ हेर्नुहोस् 6.7K एउटा भिडियोमा मात्र तपाईँको यहाँ 6,700 घण्टाभन्दा माथि वाच टाइम कम्प्लिट छ र यो एउटा भिडियो बापत 371 सब्सक्राइबर पनि आएको छ। हेर्नुहोस्, अर्ग्यानिक तरिकाले जुन हामीले अहिले वाच टाइम गरिरहेको छौँ, हुन त यो कपिराइट मेथडबाट वाच टाइम हो, बट यहाँबाट तपाईँको भ्युज, वाच टाइम, सब्सक्राइबर, कमेन्ट, लाइक, सेयर यताउता सबै थोक आउने हुन्छ के। यहाँ हेर्नुहोस्, र यो 45,000 भ्युज कहाँबाट आएको छ। टप ट्राफिक सोर्स भनेको 21,000 भन्दा माथि भ्युज भनेको सर्च र युट्युब रिकमेन्डेसन। यो सबभन्दा बेसी यो युट्युबको जुन वाच टाइमको जुन अहिले मेथड छ, कपिराइट मेथड, यसमा तपाईँको सबभन्दा बेसी भ्युज आउने भनेकै युट्युब रिकमेन्डेसन र युट्युब सर्च फिचर्सबाट भ्युज आउँछ। र यो कति मिनटको, यो 16 मिनटको भिडियो छ र हेर्नुहोस् 9 मिनट जति मान्छेले हेरेको छ। त्यही भएर तपाईँको यो कम भ्युजमा पनि धेरै वाच टाइम यहाँ कम्प्लिट भएको छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। अब म डाइरेक्ट उहाँको अर्न ट्याबमा क्लिक गर्छु। यहाँ तपाईँले हेर्नुहोस्, अर्न स्टार्ट योर अर्निङ जर्नी, भ्यू वे टु अर्न। अब उहाँले कुन कुन तरिकाबाट अर्न गर्न सक्नुहुन्छ। फर्स्ट भनेको वाच पेज एड, सर्ट फिड एड अनि सपिङ। वाच पेज एड भनेको जुन तपाईँको जुन लङ भिडियो हुन्छ, 3 मिनटभन्दा माथिको भिडियोहरू हुन्छ, त्यो भिडियोमा तपाईँको एड आउँछ र सर्ट भिडियोहरूमा पनि एड सो गर्छ, त्यहाँबाट अर्निङ हुन्छ। सबभन्दा पहिला त वाच पेज एडमा मैले क्लिक गरेँ। हेर्नुहोस्, अहिलेसम्म उहाँले टर्न अन पनि गर्नुभएको छैन। म यहाँ टर्न अन गरिदिन्छु र उहाँको यो रिभ्यू वाच पेज टर्म एन्ड कन्डिसन छ, तपाईँले भिडियोलाई पाउज गरेर रिड पनि गर्न सक्नुहुन्छ। यता आई एक्सेप्ट द वाच पेज टर्ममा मैले क्लिक गरेँ, एक्सेप्टमा क्लिक गरेँ है। र फाइनली उहाँको अब यो सो मिड रोल भन्नाले 8 मिनटभन्दा माथिको भिडियो छ भने बिचबिचमा पनि एड आउनु पर्यो, त्यहाँबाट धेरै अर्निङ हुन्छ। त्यही भएर यो मिड रोलवाला अप्सन आयो। नेक्स्टमा मैले क्लिक गरेँ
र 1 बाइ 1 तपाईँले भिडियोलाई मोनेटाइज गर्न चाहनुहुन्छ कि एकैचोटि गर्न चाहनुहुन्छ भनेको छ भन्नाले अल अफ माई एक्जिस्टिङ भिडियो एकैचोटि मैले सबैलाई मोनेटाइज गर्न चाहेँ। सो मैले फर्स्ट अप्सन चुज गरेर मोनेटाइज अलमा क्लिक गरेँ। अब उहाँको एकैचोटिमा सबै भिडियो ऊ भइसक्छ। अब अर्को भनेको यो सर्ट फिडलाई पनि एक्टिभ गर्नु पर्यो। यहाँ पनि टर्न अनमा क्लिक गरेँ। एज अ सेम थिङ यहाँ टर्म एन्ड कन्डिसन एक्सेप्टमा क्लिक गरेँ र यो अब अल्टामा हेर्नुहोस् है, वे युआर अर्निङ वाच पेज एड एक्टिभ छ उहाँको, सर्ट फिड एड एक्टिभ। अब म यहाँ कन्टेन्टमा क्लिक गरेँ है र अब यहाँ म तपाईँ भिडियो भ्युज अलमा क्लिक गरेँ र यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। अब उहाँको सबै भिडियोमा ग्रिन डलरको साइन आइसकेको छ भन्नाले उहाँको सबै भिडियोहरू अब मोनेटाइज भइसकेको छ। जति पनि भिडियोहरू छ उहाँको च्यानलमा सबै मोनेटाइज भइसकेको छ र अबदेखि उहाँले हाल्ने जति पनि भिडियोहरू हुन्छ सबै भिडियो मजाले उहाँको मोनेटाइज हुन्छ। यदि तपाईँ पनि आफ्नो च्यानलमा 1000 सब्सक्राइबर 4000 घण्टा वाच टाइम फुल्ली अर्ग्यानिक अथेन्टिक वेबाट कम्प्लिट गरेर मोनेटाइज गरेर अर्न गर्न चाहनुहुन्छ भने भिडियो डिस्प्लेमा हाम्रो WhatsApp नम्बर सो भइरहेको छ, त्यहाँबाट हामीसँग कन्ट्याक्ट गरेर सब्सक्राइबर वाच टाइम लिन सक्नुहुन्छ। साथै फेसबुक कन्टेन्ट मोनेटाइजेसन गराउन चाहनुहुन्छ भने पनि हामीलाई सम्झिन सक्नुहुन्छ। हस्त, धन्यवाद।